हजुरहरू सबैजनालाई जानकारीमूलक सन्देश लिएर आएको छु कि यो फर्सी नुहाएको कस्तो चिसो भएको थियो है फर्सीको विषयमा। फर्सी चाहिँ हजुरहरू कोले आफूले फुटाल्नु भएको छ, आफैले काट्नु भएको छ। मैले चाहिँ काट्छु है। अब किनभने पहिला किनेरै खाने हो। अब किनेर खाँदाखेरि त्यो ठुलो सानोको मतलबै हुँदैन थियो है। फर्सी पनि कस्तो चिटिक्क परेको कि बारीमै फलेको फर्सी हो नि त यो मेरो, होइन। अनि अब म चाहिँ काट्न जान्ला, त्यही पनि फर्सी काट्दै ठ्याक्कै सम्झेर एउटा भिडियो बनाइदिउँ युट्युबमा, हजुरहरू पुरै हेर्नु होला र अनि यसको प्रतिक्रिया पनि दिनु होला भनेर हो कि मैले चाहिँ, होइन। अनि उ गरेको क्या ढलेको के मैले बाबुलाई जिस्काएको थिएँ कि मेरो छोरालाई काट्देऊ न भनेर। उसले चाहिँ होइन होइन म आफै काट्नु रे, म यसै पनि काट्थेँ। अब मैले सुनेअनुसार चाहिँ फर्सी, कुबिन्डो अनि के चिजहरू चाहिँ काट्दैन होइन केटी मान्छेहरूले। अब अहिलेको त अब यो यसको पनि केही रिजन थियो होला होइन। अब अहिले हामी भनौँ न हरेक चिजमा त हामी सबै कुरा पहिला भने जस्तो गरेर गर्न सक्दैनौँ नि। अब त्यो चिजहरू भइसक्यो। अब केटी मान्छेहरूले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुराहरू पहिला धेरै नै ऊ थियो। छोरी मान्छेलाई अलिकति अब के भन्ने, अब कस्तो खालको कुरा गर्ने, अब यसमा छोरी मान्छे र छोरा मान्छेले गर्ने काम भन्नु छुट्याइन्थ्यो भने अब अहिले त्यस्तो छैन। अनि मैले बुझ्दा नि यसरी के ढ्याप्पै खसालेर फर्सी फुटालेर अनि काटेको देखेको थिएँ कुबिन्डो फर्सी। हजुरहरूले देख्नु भएको थियो कि थिएन यो विषयमा भन्नु होला, मलाई पनि यसो जानकारी दिनु सक्नुहुन्छ। यो फर्सी चाहिँ मलाई जसरी खाँदा मिठो लाग्छ कि, उसिनेर खाऊ है, अनि त्यसपछिबाट उ गरेर खाऊ, के भन्छ अरे यसलाई, साँधेर खाऊ, तरकारी खाऊ, जसरी खाँदा नि मनपर्छ। अब हजुरहरूलाई मनपर्छ कि पर्दैन, त्यसमाथि गुलियो मिठो चक्क परेको छ यो। ल आज चाहिँ मैले फर्सी काटेँ, धेरै ठुलो त छैन, पुन्टो परेको, आफ्नै बारीमा फल्या फर्सी। कति फर्सी त चिसोले खाइदियो, तल जान पाएन, एकैचोटि वास्स चिसो आयो, मोरे बोट भन्टाने त फर्सीहरू त सबै त्यहीपट्टि भएर कुहिएछन्। यो 2-4वटा फुल फर्सी टिपिया थियो, खान पाइयो। यो अमेरिकामा पत्तै पाइँदैन कुन बेला चिसो आउँछ भनेर। घिरौँलाहरू फर्सीहरू जब खाने बेला हुन लाग्थ्यो तब त चिसो आइदियो, फलेको पनि टन्नै थिएँ है। अनि 2-4वटा त टिपेर भित्रै हालेको थिएँ पहिले मैले। अब म नभएला बच्चाबच्चीहरूले हतपत टिप्दै यस्तै खेर जान्छ कि। अब वेद पनि पढ्नुहुन्न अरे, शङ्ख पनि बजाउनुहुन्न भन्छ नि है, हजुरहरूलाई थाहा छ नि त। अब अहिले त्यस्तो हुन्न, अब ठाउँअनुसार विशेष फरक छ। अब अहिले त वेद पनि पढिन्छ, अब शङ्ख पनि बजाइन्छ। ल अब म के बनाएर खान्छु हजुरलाई भन्छु है त, साँधेर खान्छु कि पकाएर खान्छु कि के गर्छु।